धेरै वर्ष पहिलेको कुरा हो। कमलपुर नामको राज्यमा एकजना दयालु राजा र रानी बस्ने गर्दथे। दुर्भाग्यवश राजा र रानीका सन्तान थिएनन्। त्यसैले रानी सधैँ दुखी भएर बस्थिन्। उनीहरू सधैँ भगवानसँग प्रार्थना गर्थे। एक दिन भगवानको कृपाले रानी गर्भवती भइन्। केही महिनापछि एक सुन्दर राजकुमारी जन्मिन्। उनको कपाल जन्मिँदा नै सुनौलो र रामो थियो। सबैले उनलाई नुमा भनेर बोलाउँथे। उनको नाम चाहिँ नुमा थियो। नुमा हुर्किँदै गइन्। उनी असाध्यै बुद्धिमान, दयालु र साहसी थिइन्। तर राजकुमारीमा सबैभन्दा अनौठो कुरा के थियो भने जब उनी रुन्थिन्, उनको आँसु झर्दा त्यहाँ सुन्दर जादुमय फुलहरू उम्रन्थे। राजकुमारी नुमाको सुन्दरताको चर्चा टाढा टाढा राज्यसम्म फैलिएको थियो। एक दिन अचानक कालो बादलमा सवार भएर कमलपुर राज्यमा आक्रमण भयो। राजकुमारी नुमालाई कालराजको जादुगरले अपहरण गर्यो। उनलाई एउटा अँध्यारो किल्लामा थुनी राखियो। कालराजले राजकुमारी नुमासँग बिहे गर्न चाहन्थे, तर उनले अस्वीकार गरेको कारण उनलाई अपहरण गरिएको थियो। कालराज राजकुमारीलाई दिनहुँ आएर बिहेको प्रस्ताव राख्थे, तर राजकुमारीले नमानेपछि उनले सुन्दर फुलहरू जलाउँथे। तर नुमा झनै धीर थिइन्। यसरी नै समय बितिरहेको थियो। एक दिन राजकुमारी नुमालाई आफ्नो घर परिवारको सम्झना आउँछ र सम्झनामा उनी रुन थाल्छिन्। उनको रुवाई किल्लाभित्र गुन्जिएको थियो। त्यस चिचाहटबाट उज्यालो जादुका फुलहरू उम्लेर आए र अँध्यारो किल्लाको चिरा हुँदै गयो। कालराजको शक्ति पग्लिन थाल्यो र उनले कालराजलाई हराइन्। राजकुमारी नुमाको धैर्यता र आत्मबलले गर्दा आज उनले कालराजलाई हराएकी थिइन्। उनी आफै आफ्ना फुलहरूको मद्दत लिएर उडेर दरबार फर्किन्।